मधेस प्रदेश नेपालको अन्न भण्डार तर सबैभन्दा पछाडि परेको प्रदेश। उम्मेदवारहरूले फेरि बाचा गर्नेछन्, तर यसपटक हामी ठोस योजना सोध्छौँ। मधेस प्रदेशको सम्पूर्ण विकासको लागि के प्रश्न सोध्नुपर्छ जानौँ। मधेस बढी प्रतिशत जनसङ्ख्या, बढी प्रतिशत कृषि उत्पादन, तर वास्तविकता सबैभन्दा बढी बाढी र विपद, सबैभन्दा कम पूर्वाधार, सबैभन्दा बढी गरिबी, सबैभन्दा कम स्वास्थ्य र शिक्षा। किन यो विभेद? अब जवाब चाहिन्छ। किसान, गरिब, युवा विदेशिन्छ। सोध्नुहोस्, किसानलाई उचित मूल्य कसरी, सिँचाइ सुविधा कहिले, कृषि ऋण र बिमा, स्थानीय रोजगारी सिर्जना कसरी, इन्डस्ट्री कहाँ ल्याउने। किसान खुसी भए मधेस समृद्ध हुन्छ। हरेक वर्ष बाढी आउँछ, घर डुब्छ, सडक भत्किन्छ। उम्मेदवारलाई सोध्नुहोस्, बाढी नियन्त्रणको ठोस योजना के हो? बाँध र तटबन्ध कहिले, पक्की सडक र पुल कहिलेसम्म? लिखित योजना र टाइमलाइन चाहिन्छ। गुणस्तरीय विद्यालय छैन, राम्रो अस्पताल छैन। उम्मेदवारज्यू, गुणस्तरीय शिक्षा कसरी? हरेक जिल्लामा अस्पताल कहिले? विशेषज्ञ चिकित्सक कसरी? निशुल्क उपचारको व्यवस्था। शिक्षा र स्वास्थ्य मौलिक हक हो। सफा पानी छैन, बिजुली छैन। सोध्नुहोस्, हरेक घरमा खानेपानी कहिले? 24 घण्टा विद्युत कहिले? सौर ऊर्जा योजना कहिले? आधारभूत सुविधा बिना विकास कसरी? दलित, महिला, अल्पसंख्यक सबै पिछडिएका उम्मेदवारलाई सोध्नुहोस्, महिला सशक्तिकरण योजना, समावेशी विकास कसरी? समावेशी विकास बिना प्रगति हुँदैन। बजेट आउँछ तर भ्रष्टाचारले खान्छ। सोध्नुहोस्, भ्रष्टाचार नियन्त्रण कसरी? विकास योजना पारदर्शी कसरी? जनसहभागिता कसरी? जवाबदेहिता कसरी सुनिश्चित? सुशासन बिना विकास बालुवामा घर हो। सबैभन्दा महत्त्वपूर्ण प्रश्न उम्मेदवारजी, यो सबै योजना कहिले सुरु गर्नुहुन्छ? कति समयमा पुरा गर्नुहुन्छ? बजेट कहाँबाट? असफल भए के गर्नुहुन्छ? लिखित प्रतिबद्धता चाहिन्छ, वाचा होइन, काम चाहिन्छ। मधेसको सपना, हाम्रो सपना साधारण छ। बाढीको डर बिना सुरक्षित घर, किसानको मुस्कान, राम्रो अस्पताल, गुणस्तरीय शिक्षा, स्थानीय रोजगारी, राम्रो सडक, 24 घण्टा बिजुली, सम्मान र न्याय। के यो सपना देख्न पनि हुँदैन? हामी अधिकार माग्दैछौँ, दया होइन। अन्तिम आह्वान, फागुन 21 गते तपाईँको मत, तपाईँको शक्ति। मत दिनु अघि प्रश्न सोध्नुहोस्, लिखित योजना माग्नुहोस्, टाइमलाइन माग्नुहोस्, जवाबदेहिता माग्नुहोस्। योजना नभए मत नदिनुहोस्। सचेत मतदाता बनौ, जिम्मेवार निर्णय गरौ। मधेस प्रदेशको विकास अब रोकिँदैन। आवाज उठाऊ, परिवर्तन ल्याऊ। जय मधेस, जय नेपाल।